विशेष गरी आज चर्चा गरौँ प्यालल पहेँलो सुन त लगाउने गहनाको लागि सबैले लगाउँछ, तर आज चर्चा गरौँ रातो सुन। त्यो रातो सुन के तपाईँहरूले थाहा छ साथीहरू? तर यो पहेँलो सुन विश्वमा सबै मान्छेलाई थाहा छ, तर यो रातो सुन जुन यो विश्वकै कुनै धेरै कम मान्छेलाई थाहा छ साथीहरू। अरू देशको चाहिँ कुरा नगरौँ, इन्डियाको कुरा गरौँ भने 30% 40% मान्छेहरूलाई थाहा छ यो रातो सुनको बारेमा। विशेष जानकारी नाम चाहिँ थाहा भएकोहरू चाहिँ नेपालमा चाहिँ 10%लाई थाहा छ है। यो रातो सुन चाहिँ केजीको मूल्य सुने नि मान्छे धेरैजसो मान्छेहरू यो पत्याउँदैन। यो युरोप कन्ट्री र गल्फ कन्ट्री र युरोप कन्ट्री टोटल गरेर 10वटा देशमा पाउँछ, 10 देखि 12 देशमा झन्डै पाउँछ। विशेष गरी इन्डियाको कुरा गरौँ, इन्डियाको हिसाबमा चाहिँ जम्मू कश्मीरमा विशेष गरी धेरै उत्पादन हुन्छन्। इन्डियामा चाहिँ नेपालमा चाहिँ विशेष गरी अहिले जोगमाई गाउँपालिका इलाम र जुम्लामा भइरहेछ। मकवानपुरमा पनि हुने तयारीमा छ। झापामा पनि परीक्षण गरिँदैछ। अनि यो रातो सुनको मूल्य चाहिँ कति छ त साथी? यसको चाहिँ गानाको चाहिँ प्रति केजी, यसको जुन गाना हुन्छ नि त्यो गानाको चाहिँ प्रति केजी 4 देखि 5,000 प्रति केजीको छ। र यो रातो सुनको फुलको केजी चाहिँ तपाईको म्याक्सिमम 10 लाखदेखि माथि छ। प्रति केजीको 10 लाखदेखि माथि छ। तपाईहरुले यो रातो सुन फेरि कस्तो खालको हो अनि के हो, जस्तै मान्छेको लागि कति स्वास्थ्यको लागि फाइदाजनक छ भन्नुहुन्छ भने तपाई सर्च गरेर नै हेर्न सक्नुहुन्छ। हाम्रो मानव जातिमा जति पनि रोग लाग्छन् हैन, झन्डै 40% रोगलाई चाहिँ लड्न सक्ने क्षमता बढाउँछ यसले। र रह्यो यसको कुरा, यसको यो चाहिँ विशेष गरी हिउँ पर्ने ठाउँहरुमा हुन्छ है साथीहरु। र अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ कृत्रिम तरिकाले तराई क्षेत्र पनि उत्पादन गर्न सकिन्छ। कृत्रिम तरिका हैन, जस्तै यार्सागुम्बा चाइनाले ट्रेनमै उत्पादन गर्यो, जस्तै घुची च्याउ हैन। असम्भव भन्ने दुनियाँमा केही पनि छैन। हिमालमा हुने चीज तराईमा नि हुन्छ, तराईमा हुने चीज हिमालमा नि हुन्छ। यो सब टेक्नोलोजीको कमाल र विद्युत शक्तिको कमाल। त्यो गर्छु भने चाहिँ केही पनि असम्भव छैन साथीहरु हैन। त्यही भएर यो रातो सुन को स्पेशल नाम पछि म भन्ने छु, र स्पेशल नाम कतिजना साथीहरुलाई थाहा छ तपाईहरु कमेन्ट गर्नु होला। अनि थप जिज्ञासु यो के हो भनेर सोध्न चाहने साथीहरुले चाहिँ कमेन्ट गरेर यसको रियलिटी नाम के हो र यो कस्तो ठाउँतिर हुन्छ, यसको बिरुवा कस्तो हुन्छ। मैले पनि यो खेती थोरै सुरु 1 केजी 2 केजी बाट गरेको मसँग मैले पनि गरिरहेको छु अहिले हैन। तर यो मान्छे बाहिर बस्छ, यसले चाहिँ कसरी गरिरहेछ भन्ने हुन्छ। तर अहिले म बाहिर आएको चाहिँ 1 वर्ष भयो विशेष गरी हैन। तर मेरो चाहिँ अहिले घरमा बुवाले त्यसको रेखदेख गर्नु भएको छ। अनि मैले 2 केजी आउने बेलामा आउनुभन्दा नि 1 महिना अगाडि 2 केजी बेचेर 2 केजी मैले जति किनेको थिएँ त्यति बेची पनि सक्यो। तर मसँग 6-7 केजी छ
एकजना टोप्लाको दाइले लग्नु भयो मदेखि। अनि तपाईले अरु थप जानकारीको लागि मेसेज गर्न सक्नुहुन्छ। मेसेज नभएको कमेन्ट, लाइक, फलो गर्न होला। विशेष गरी साथीहरु, आज भिडियो धेरै लामो नै भइसक्यो। यसको लागि म अरु भिडियो ल्याउने छु तपाईको माग अनुसारको। ओके, थ्यांक यू।